कतिपयको लागि होइन दिनहुँ 8 घण्टाभन्दा बढी काम गर्नु त सामान्य जस्तै भइसक्यो। तर के यो अतिरिक्त काम मतलब ओभरटाइम कानुनी रूपमा ठिक छ त? धेरै कर्मचारीहरू हुनुहुन्छ जो लामो समय खट्नुहुन्छ तर आफ्नो कानुनी अधिकारबारे उहाँहरूलाई थाहै नहुन सक्छ। आज हामी नेपालको श्रम ऐन 2074ले तोकेको ओभरटाइम सम्बन्धी नियम र श्रमिक अधिकारबारे हामीसँग भएका स्रोतहरू केलाउँदैछौँ। हाम्रो लक्ष्य चाहिँ यी कागजातबाट मुख्य जानकारी निकालेर स्पष्ट पार्नु हो। ल सुरु गरौँ है त। हो नि, यही जानकारीको कमीले गर्दा धेरै श्रमिकहरू केही थाहै नपाई शोषित भइरहेका हुन्छन् जस्तो लाग्छ मलाई। कानुनले त बाटो देखाएको छ, तर त्यो बाटोबारे थाहा नहुनु नै मूल समस्या हो। यो केवल कर्मचारीको मात्र कुरा पनि होइन, रोजगारदाताले पनि बुझ्नुपर्ने विषय हो यो। तपाईले जानकारीको अभावले शोषण हुन्छ भन्नुभयो भनेपछि सायद सबैभन्दा आधारभूत कुरा त कानुनले नियमित काम गर्ने समय कति तोकेको छ भन्ने नै होला, होइन र? स्रोतहरूले के भन्छन् यसमा? बिल्कुल। श्रम ऐन 2074 अनुसार कुनै पनि कर्मचारीको नियमित कार्यघण्टा भनेको प्रतिदिन 8 घण्टा अनि प्रति हप्ता 48 घण्टा हो। यो निर्धारित समयभित्र रहेर काम गर्नु त कर्मचारीको दायित्व भयो, तर यदि रोजगारदातालाई यो भन्दा बढी समय काम गराउनु परेमा त्यो अतिरिक्त कामलाई ओभरटाइम मानिन्छ अनि त्यसका छुट्टै नियमहरू छन्। यहाँनिर चाहिँ अलिकति चासो लाग्ने कुरा आयो है। मतलब जति पनि ओभरटाइम गराउन त पाइँदैन होला नि, यसको पक्कै सीमा र भुक्तानीको नियम होला कि कसो? एकदम सही। ऐनले ओभरटाइमको पनि सीमा तोकेको छ। कुनै पनि कर्मचारीलाई सामान्यतया दैनिक 4 घण्टा र साप्ताहिक 24 घण्टाभन्दा बढी ओभरटाइममा लगाउन पाइँदैन। अनि सबैभन्दा महत्त्वपूर्ण कुरा, ओभरटाइम काम गरे बापत कर्मचारीले आफ्नो नियमित तलबको दरभन्दा 1.5 गुणा अर्थात् 1.5 गुणा बढी भुक्तानी पाउनुपर्छ। यो अतिरिक्त भुक्तानी चाहिँ कर्मचारीले खर्चेको अतिरिक्त समय र श्रमको भनौँ उचित कदर हो। स्रोतमा एउटा उदाहरण पनि दिएको रहेछ। जस्तै यदि नियमित तलब प्रति घण्टा रु 200 छ भने ओभरटाइम काम गर्दा प्रति घण्टा 300 पाउनु पर्यो। यो हिसाबले त निकै स्पष्ट पार्छ त। हो, यो गणितले कुरा प्रश्नाउँछ। यसले अतिरिक्त कामको लागि उचित क्षतिपूर्ति सुनिश्चित गर्छ। तर यहाँ बुझ्नुपर्ने कुरा के छ भने यो नियमबारे कर्मचारी मात्र सचेत भएर पुग्दैन, रोजगारदाता पनि उत्तिकै जिम्मेवार हुनुपर्छ। उनीहरूले कानुनको परिधिभित्र रहेर कामदारको हक सुनिश्चित गर्दै व्यवसाय सञ्चालन गर्नुपर्छ। अलि फरकिलो हिसाबले हेर्ने हो भने दुवै पक्षको सचेतना र कानुनको पालनाले मात्रै स्वस्थ र उत्पादनशील कार्यवातावरण बन्छ, नत्र जानकारीको अभाव शोषणको हतियार बन्न सक्छ क्या। त्यसो हो भने सारमा भन्नुपर्दा यो सबैको अर्थ के भयो त? कामदार र रोजगारदाता दुवैले आफ्नो ठाउँबाट के बुझ्नु पर्यो? निश्चय पनि। मूल कुरा के हो भने श्रमिकले आफ्नो अधिकारबारे स्पष्ट जानकारी राख्नु पर्यो अनि त्यसको माग गर्न सक्नु पर्यो। अर्कोतिर रोजगारदाताले श्रम ऐनको पालना गर्नुलाई केवल कानुनी झन्झट नठानेर कर्मचारीको हित र सम्मानसहितको व्यावसायिक वातावरण बनाउने अवसरको रूपमा लिनुपर्छ। कानुन कागजमा मात्र सीमित रहेर त भएन नि, होइन? कार्यस्थलको व्यवहारमा देखिनु पर्यो। आजको यो विमर्शबाट हामीले केही ठोस कुराहरू निकाल्यौं जस्तो लाग्यो। नियमित कामको समय 8 घण्टा प्रतिदिन र 48 घण्टा प्रति हप्ता हो। ओभरटाइम गराउनु परेमा यसको सीमा 4 घण्टा प्रतिदिन र 24 घण्टा प्रति हप्ता छ र यसको भुक्तानी नियमित तलबको 1.5 गुणा हुनैपर्छ। यी जानकारीले काम गर्ने हरेक व्यक्तिलाई आफ्नो अधिकारबारे सजग रहन पक्कै मद्दत गर्नेछ। तर यी कानुनी प्रावधानहरू, घण्टाको हिसाब, तलबको दर, यो थाहा पाउनु एउटा पक्ष भयो। अब सोच्नुपर्ने प्रश्न के हो भने कार्यस्थलमा यस्तो संस्कृति कसरी निर्माण गर्ने जहाँ यी अधिकारहरू केवल पालना गर्नै पर्ने कानुनी बाध्यता मात्र नभएर आपसी सम्मान र श्रमिकको सर्वोत्तम हितलाई केन्द्रमा राखेर स्वस्फूर्त रूपमा व्यवहारमा लागू हुन्। कानुन अक्षरमा मात्र होइन, भावनामा पनि कसरी उतार्ने, यो प्रश्न खै हामी सबैले मनन गर्न जरुरी छ जस्तो लाग्छ।